आज चाहिँ घरबाट सामान पठाइदिनु भएको छ भन्ने खबर पाएपछि चाहिँ म एकदम एक्साइटेड भएर पुगेँ सामान लिने ठाउँमा। सामान लिने ठाउँमा चाहिँ अलिकति चाँडो पुगेछु। त्यही भएर एकछिन वेट गरेँ अनि फाइनली मैले चाहिँ मेरो सामान बोकेर रुमतिर आइपुगेँ। हेर्दाखेरि त मस्तले प्याक गरेर पठाइदिनु भएको रहेछ है। अनि एक एक गरेर सबै सामान अनबक्सिङ गर्न थालेँ। यहाँनिर चाहिँ हाम्रो बारीमा जुन जुन साग छ सबै पठाइदिनु भएछ कि मैले भन्न पनि भनेको थिएँ साग मनपर्छ मलाई। अनि त्यसपछि सबै भएभरको साग जति मजाले पखालिवरी प्लास्टिकमा ऱ्याप गरेर पठाइदिनु भएछ। अनि त्यहाँपछि हामीलाई चाहिँ 2-3 दिनमा खाजा हुन्छ भनेर दुनोट पर्फीहरू सबै हालेर राम्रोसँग प्याक गरेर पठाउनु भएछ। अनि त्यसपछि यो प्लास्टिकबाट चाहिँ यस्तो बास्ना आइरहेको थियो के रहेछ भनेर हेरेको, यहाँनिर चाहिँ रहेछ मेरो फेभरेट खसीको म्यारिनेट गरेको मासु मस्तले म्यारिनेट गरेर फ्रिजमा हालेर पठाइदिनु भएछ है। यो चाहिँ यस्तो बास्ना आइरहेको थियो। त्यसपछि यहाँनिर घिउ घरकै लोकल घिउ है, अनि आलु। यहाँनिर आलु चाहिँ एकदम महँगो क्या, मलाई त साह्रै महँगो लाग्यो। वहाँ 40 रुपियाँ यहाँ 90 रुपियाँ। अनि त्यसपछि यहाँ बारीको अम्बा सेतो राजमा, अनि त्यसपछि पपकर्न, अनि त्यसपछि पिठो चाहिँ त्यहाँभित्र मलाई निकाल्नै जाउँ होला यत्तिकै छोडिदिएँ। त्यसपछि यहाँनिर लसुन अनि त्यहाँपछि प्याज, अनि यो थियो आज मेरो आएको सामान जति। सामान देखाउनमा यति बिजी भएँ, खाना खाँदाखेरि लगभग 2 बजिसकेको थियो। त्यसपछि मैले चट्चडो खाना खाएँ।